everyone, I'm Uma श्रेष्ठ। अहिले हामी पोखराबाट घान्द्रुक जाँदैछौँ। यो बाटोलाई चाहिँ भाइरल रोड भन्दो रहेछ, एकदम फराकिलो। यहाँ चाहिँ खोइ किन भाइरल रोड भनेको, सायद यो रोडमा चाहिँ धेरैजनाले भिडियो बनाएर टिकटक बनाएर भाइरल भएको हुनाले पनि भाइरल रोड भनेको होला। दायाँ बायाँ सिन यस्तो राम्रो देखिरहेको थियो, यो भिडियोमा चाहिँ खासै राम्रो देखिएको छैन। सायद यो लाइटहरू नमिलेर पनि हुनसक्छ। हामी पोखरा आएको थियौँ काठमाडौँबाट, अनि पोखराकोमा एउटा प्रोग्राममा आएको थियौँ र यो घान्द्रुकको भिडियो फोटो हेर्दाखेरि चाहिँ यो ठाउँमा जान एकदम मन थियो र त्यो अवसर आज जुरेको छ। हामी पोखराको प्रोग्राम सकिएर चाहिँ घान्द्रुक जाँदैछौँ हामी 4-5 जना साथीहरू। अनि पोखरामा त मौसम एकदम राम्रो थियो, सायद घान्द्रुकमा पनि मौसम राम्रै होला भन्ने आशा लिएको छौँ। र त्यहाँको भिडियो फोटो है, हिमालहरू यस्तो राम्रो देखिने र हामी सायद त्यहाँनिर हामीलाई मौसमले साथ दिनेछ भन्ने आशा छ। र यहाँहरू पनि एकचोटि यो ठाउँ भ्रमण गर्नुहोला। थ्याङ्क यू।